छिटो अभी आउने छुट्टी भएपछि कति बजे हुन्छ छुट्टी 10 बजे 10 बजे छुट्टी हुन्छ छुट्टी हुने त कति बजे स्कुल लाग्छ त 9 बजे 9 बजे 9 बजे लागेर 10 बजे छुट्टी भइहाल्छ अनि तपाईँ हामी सबैलाई थाहा छ कि हाम्रो जीवन एकदमै सरल र सुखमय छ त्यसलाई कसरी व्यवस्थित गरेर अझै राम्रो गरी हामी चाहिँ अगाडि बढ्ने भन्ने कुरामा नै हामीले चाहिँ अलिकति ध्यान दियौँ भने जस्तो कि कुनै पनि कुराको प्राप्ति भइसकेपछि चाहिँ हामी सन्तुष्ट हुनुपर्छ कि त्योभन्दा बढी मैले त यति मात्रै भयो योभन्दा अझ बढी गर्छु भनेर चाहिँ सोच्नु चाहिँ पर्छ तर त्यो भएन भनेर चाहिँ दुखी हुन चाहिँ हुँदैन है हामी चाहिँ यस्तै गरी रमाउँदै जीवन जिउनुपर्छ कि हामी चाहिँ अहिले थियौँ कहाँ त भन्दाखेरिमा कर्णाली चिसापानीदेखि टिकापुर पार्कसम्मको यात्रामा तपाईँहरूले हेरिसक्नुभयो होला योभन्दा अगाडिको भिडियो जुन चाहिँ थियो हाम्रो सुर्खेतदेखि कर्णाली चिसापानीसम्मको यात्रा र अहिले चाहिँ छौँ हामी टिकापुर पार्कसम्म अब हेर्नुहोस् यहाँको मनोरम दृश्यहरू आहा कति रोमाञ्चक छ हामी चाहिँ रमाउँदै गर्नुपर्छ जिन्दगीमा आज छ भोलि के छ हेर्नुहोस् त फाक आहा कति राम्रो धानबारी पहेँलै भएको धान यस्तै सुन्दर सुन्दर मनमोहक दृश्यहरू हेर्दै चाहिँ हाम्रो यात्रा चाहिँ निरन्तर गइरहेका थियौँ हामी टिकापुर पार्कसम्म हामी चाहिँ यस्तै मनमोहक दृश्यहरू हेर्दा हेर्दै कति बेला टिकापुर पार्कसम्म आइपुग्यो थाहै भएन कति लामो यात्रा पनि कति छोटो गरी मजाले आनन्दसँग रम्दै पुगिहाल्यौँ सायद शनिबार भएर होला यहाँ चाहिँ मान्छेहरू एकदमै धेरै आउनु भएको थियो मान्छेहरूको भिड एकदमै बाक्लो थियो है अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ रमाइलोको लागि डिजेलाई कसरी ल्याइराख्नु भएको छ अनि यहाँ चाहिँ हाम्रो अब अहिले खाना खाने कार्यक्रमहरू हुँदैछ हेर्नुहोस् हामी चाहिँ खाना खाँदैछौँ है हामी चाहिँ खाना खाइसकेपछि चाहिँ एकछिन डिजेमा गएर नाचिदिउँ न त भनेर नाच्न चाहिँ गयौँ है हेर्नुहोस् हाम्रो नाच कस्तो लाग्यो कमेन्ट गर्नु होला मास्टर लगन के भाव आवा
रहा है। पूरी फिल्म बाकी है। फिल्म का भी बाकी है। हरी कचरा हरी कचरा एकछिन नाचिसकेपछि हामी चाहिँ घुम्नलाई भनी फेरि निस्क्यौँ त्यही पार्कतिर। यहाँ देख्न सक्नुहुन्छ थारू ड्रेस लगाएर आफ्नो कल्चरलाई रीतिरिवाजलाई पनि यहाँनिर बचाइराख्नु भएको छ है रमाइलोको सँगसँगै। त्यो चाहिँ एकदमै खुसी लाग्यो त्यो देखेर। हामी पनि गयौँ, रमायौँ, एकछिन घुम्यौँ है। त्यसपछि चाहिँ हामी पार्कभित्र गयौँ र पार्कभित्रको दृश्य चाहिँ यस्तो छ कि रमाइलो लाग्दो। हेर्नुहोस् त, आहा बसिरहँ लाग्ने, त्यो छोडेर कहीँ नजाउँ लागिराख्ने जस्तो है। हेर्नुहोस् केही बेर पार्कभित्रै बसेर घुमिसकेपछि अनि हामी चाहिँ फेरि निस्क्यौँ। अब हाम्रो यात्रा रहन्छ टिकापुर पार्कदेखि सुर्खेतसम्मको र बसमा चाहिँ हेर्नुहोस् एकछिन रमाइलो गरिरहेको है। नाचहरू हेर्नुहोस्, इन्जोय गर्नुहोस् है त। यस्तै रमाइलो गर्दै हाम्रो यात्रा जारी नै छ। दुई दिनको जिन्दगीमा हाँसौँ, खेलौँ, रमाउँ, घुमौँ साथीहरू, घुमौँ जिन्दगीमा तनाव कतिले तनाव रमाउँ है। यस्तो गरी बित्दैछ जिन्दगी, रमाउँदै आयौँ हामी चाहिँ फर्केर।
जति साथीहरूले अन्तिमसम्म भिडियो हेर्नुभयो उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद र यस्तै गरी माया साथ सपोर्ट र सहयोग गर्दै राख्नुहोला। म यस्तै भिडियो लिएर आउने नै छु। त्यति दिनसम्मको लागि हस्त नमस्ते बाबाई। र लास्टमा सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्दै गर्नुहोस् है त साथीहरू। यस्तो रमाइलो भिडियो त छुटाउनु भएन नि। थ्याङ्क यू गाइज, बाबाई।